हामी चाहिँ माई पोखरी भन्ने ठाउँ इलामको माई पोखरी भन्ने ठाउँमा आयौँ। यहाँ चाहिँ छुर्पी चाहिँ यसरी राख्नु हुने रहेछ। छुर्पी काटेर यसरी सुकाउने, टक्क धागोमा उनेर माला बनाएर हेर्नुहोस्, यो सबै छुर्पी यता पनि रहेको छ। यता आउँदाखेरि हाम्रो माई पोखरी थकाली भान्साघरको ओनर हाम्रो दाइ हुनुहुन्छ, आइदिनु होला सबैजना, होइन दाइ? सबैजना आइदिनु होला, सेवा सुविधा एकदम राम्रो छ। रक्सीको ब्रान्ड हेर्नु यहाँ। रक्सीको ब्रान्ड के खानुहुन्छ तपाईहरु? यो स्याउको वाइन, गावा, यो चाहिँ गावा, मिक्स जडीबुटी रक्सी, मिक्स जडीबुटीको, किवी रक्सी, किवी रक्सी, पदमचाल रक्सी, पदमचाल रक्सी, टिमुर रक्सी, टिमुर रक्सी रक्सीको आइटम कति थरी छ त? कुन खाने? 1 थरी, 2 थरी, 3 थरी, 4 थरी, 5 थरी, 6 थरी। यो बोतलको सहित गर्दा अब बोतलतिरको चाहिँ नहेरौँ, होइन? यस्तो छ माहौल। छुर्पी एकदम छुर्पी फेमस, यहाँको छुर्पी भनेपछि। हामी चाहिँ थकाली भान्साघरमा, माई पोखरी थकाली भान्साघरमा छौँ अहिले चाहिँ है। फाइनली आज हामी धेरै दिनपछि लगभग गन्तव्यमा पुगिएको त छैन, अझै पनि यात्रा जारी छ।